सुत्केरीको बेलामा सुत्केरीलाई खानेकुरा के बार्ने के नबार्ने भन्नेबारे कुरा गरौँ है त आज। सुत्केरी बेलामा बच्चाको आमाले आफ्नो बच्चालाई दुध खुवाइरहँदा बार्नुपर्ने कुराहरू कफी, चिया, धुम्रपान र मद्यपान। अब आउँछ कुरा चिल्लो, अमिलो, पिरो, नुनिलो, गुलियो र चिसो खानेकुराको। सुत्केरी बेलामा चिल्लो, अमिलो, पिरो खानै हुँदैन भनेर बिरामीले खाने जस्तो खल्लो, सादा खाने कुरा बनाएर खान दिइरहेको हुन्छ। तर सुत्केरीमा त्यस्तो गर्न जरुरत हुँदैन। धेरै कडा पिरो, अमिलो, धेरै मसला खान नहुने हो। तर ठिक्क हामीले सधैँ प्राय खाइरहने तरिकाले नै तरकारी दाल बनाउँदा हुन्छ। सुत्केरी भनेर केही नराखी खल्लो सादा पनि बनाउनु पर्दैन। त्यसमा कडा नुन, कडा पिरो, धेरै मसला मात्र नराख्ने हो। यसरी खाँदा बच्चालाई असर गर्दैन। र अब चिसो सुत्केरीले खान हुँदैन भन्ने कुरामा चिसो भन्नाले फ्रिजको चिसो खान नमिल्ने हो। फ्रिज बाहिरको चिसो पानी स्पेसली गर्मी महिनामा अनि फलफुलहरू खान मिल्छ सुत्केरीले। अनि अर्को कुरा बच्चाले हरियो दिशा गर्छ। यसको अर्थ बच्चालाई बिसन्चो भयो भन्ने बुझेर सुत्केरीलाई साग खान दिँदैनौँ। तर सुत्केरीले साग खाएर या अन्य कुरा सामान्य मात्रामा खाँदा बच्चालाई कुनै असर पर्दैन। दिशाको रङ हरियो भयो भनेर डराउनु पर्दैन। यो सामान्य हो। यसको अर्थ बच्चालाई समस्या भएको होइन। र सुत्केरी अवस्थामा कब्जियत हुने भएकोले पनि सुत्केरीलाई साग अनिवार्य रूपमा दिनुपर्छ। त्यसैले सुत्केरी भनेर अब यति धेरै खानेकुराहरू बार्ने गर्नु जरुरत छैन।